फेरि पुनः म लाइभमा जोडिएको छु केही क्षण बाहिर गएको थिएँ माथि बिहान हस्पिटल छैन मेरो हस्पिटल छैन मेरो ऊ भयो कसरी सम्झाऊ मैना छोडिकन फेरि पुनः म लाइभमा जोडिएको छु मेरा भेला परी आस्तेरो नहुनु आयो मेरा भेला परी ल ठिक छ मेरा परीकन आस्तेरो नहुनु आयो मेरा परी फेला पढिकन कसरी तरु झुल्काट झुलको छैन ल सन्तोष भाइ यार जा कसरी तरु झुल्काट झुलको छैन कसरी तरु तेरै आयो फर्की फर्की कहाँ आउँछ तेरै आयो मर्दु फर्की फर्की कहाँ आउँछ धर्तीको धरोमा रहन्छ वैकुण्ठवास हुन्छ सबै सँगै गाउनु होला महावीरजी नमस्कार नमस्कार म लाइभमा जोडिएको छु भर्खर कन्नै दाजुभाइ दिदीबहिनी सुगारी भित्र पलाइ गयो कान्या हुकुका सुगारा भित्र पलाइ गयो ल हेर्नुहोस् सबै दाजुभाइनाहरू लाइभलाई सेयर गर्नुहोस् एकाउसमा उहाँको अन्तिम दिनमा चाहिँ गरेको उहाँ उहाँ चाहिँ अछामको चाहिँ मेलले गाउँपालिकाको दिदी हुनुहुन्छ भने उहाँ चाहिँ हाम्रो बडीमालिका नगरपालिका 4 इलाका उहाँ चाहिँ विनोद सिंह हुनुहुन्छ मिस्यु किरण मिस्यु धन्यवाद ल दानी सर नमस्कार खोज्या कहाँ पाइनी छन् रमाइलो भइरहेछ मजाले कति रमाइलो हेर्नु त सबै आफ्नो धुनमा रमाइरहेछन् कडा छ कडा देउडा एकाउसमा कडा छ उहाँहरू नि
बस बस हामीले सुरक्षाकर्मीको पनि व्यवस्था भएको छ राम्रोसँग कति रमाइलो नानी सर सुरेश हेर उहाँ पनि हाम्रो इन्डियन आर्मी जस्तो हुनुहुन्छ तर हिजोको चाहिँ देउडाका पारकी र उहाँलाई कला कला भएको सबै मान्छे हो उहाँको नाम प्रकाश नेपाली हामीहरूको बाजुराको भुक्तली भन्ने ठाउँमा हुन्थ्यो यस्तै मेला भुक्तली भन्दा रमाइलो भएको छ उहाँ चाहिँ त्रिवेणी नगरपालिका बुढियङ्गा नगरपालिकाबाट आउनुभयो लिन्दासनाथ आज पातेका त झ्याप छन् पातेका अब ठिकै छ अब अहिले कारबाही भएन कसरी हेरिरहेको छ नि सबै भाइ भतिजाहरू भाइहरू ल सबैले आफ्नो ठाउँबाट लाइभमा जोडिनु भएकोमा धेरै हृदयदेखि नै धन्यवाद छ ल बिमला ल हाम्रो वडा नम्बर 7 को वडा सदस्य दाइ पनि अहिले भर्खर आएर ट्याक्कर हाम्रो अहिले केसी सर पनि ब्रह्म आधारभूत विद्यालय केसी सर पनि भर्खर आउनु भएको छ आज भएको अन्तिम दिन हाम्रो रेड क्रस सर फेरि हाम्रो खप्तर चेतै गाउँपालिका सुदूरपश्चिमको लोकप्रिय देउडा होइन नानका त सुमुगुरी ल हेर तुम्हारा मामा बेली आएन भन्ने तम्बा मामा हो त्यही गर्दो तम्बा मामा भोलि पर बैलगढ आयो भने त्यही रिसा हाम्रा उहाँ चाहिँ हाम्रा यो धनपुराका धामी हुनुहुन्छ उहाँ चाहिँ हाम्रा त्यही भएर उहाँले चाहिँ बडालेक चाहिँ पर्यटन क्षेत्र हाम्रो बाजुराको बडालेकको चाहिँ उहाँ धामी हो उहाँ चाहिँ हाम्रो भुपू सर उहाँ देउडा अहिले भर्खर अलिक बुढो हुनुहुन्छ ल जो ठाउँबाट यो शिव सरको टोपी मिलेन भने तपाईँको टोपी मिलेन भने नै अहिले सो हालो ल अहिले उहाँले चाहिँ मिलाउनु भएको छ अहिले ल अहिले राम्रो भइरहेछ ल हेर्नु त ल हाम्रो रेड क्रसको सर पनि आउनु भएको छ हाम्रो खप्तर छेदै गाउँपालिकाबाट गम्भीर दाईको त्यो भएन है गम्भीर भाइ अलि त्यही छ अलि भाइलाई ठुलो हान्छ सबै दाजुभाइ नै आफ्नो ठाउँमा हाम्रो दाई पनि आउनु भएको रहेछ अहिले भर्खर रहरी हेर्नु त
हिमगाँठो पन राम्रो छ त यार। हिमगाँठो राम्रै छ, गाँठे भीम राम्रै छ, सबै छ दाजुभाइ नानीहरू। ल हेर्नुहोस् त पुरा खप्तर क्षेत्रीय गाउँपालिकाकै सबैभन्दा चाहिँ एकदमै चाहिँ मान्छेको सबैभन्दा धेरै छ। भव्य र सभ्य नै छ। ल हाम्रो प्राविधिक सहभागीले बढी हाँसिरहेछन् र हाम्रो जाल्पा माविका चाहिँ स्वर पनि बडा इन्जोय गरे। जो जहाँबाट भयो नि मेरो लाइभमा आउनुभएको तपाईँलाई धेरै धेरै हृदयदेखि धन्यवाद छ। एकाउसमा सेयर गर्नु होला, डबल ट्याप ट्याप गर्नु होला। धेरै रमाइलो छ, रमाइलो। ल ल ल दाजु अब हेर्नुहोस् तपाईँका भाइको देउला। हेर्नुहोस् अघि उहाँ चाहिँ बाहिर जानुभएको छ दाजु। हेर्नुहोस् देश विदेश जो जहाँ भयो नि हेर्नुहोस्। म रमाइलो मेरो डेडीलाई देखाउनु न। तेरो डेडी ल उहाँ देउलाको अति पारखी रमाइलै छ दाजु, रमाइलै। मेलले गाउँपालिकाको दिदीहरूलाई त उहाँले छेउछाउ पुर्याउनु। दाजु अहिले गीत सुन्नुभयो? गजब छ आज, गजब छ, गजब। धेरै रमाइलो छ, रमाइलो राधिका, धेरै रमाइलो छ। हजुर नमस्कार, नमस्कार। मेरा जेठानले भन्नु न।
भैनी सिलाई सिलाई डाँडा मुनि डोरम साग भैनी सिलाई सिलाई भैनी सिलाई सिलाई डाँडा मुनि डोरम साग भैनी सिलाई सिलाई रक्सी पिलाई पिलाई नखेले पुरा रक्सी पिलाई के बाद जाओ नखेले सुसिलो भयो रक्सी पिलाई पिलाई ए 50 लाग्यो 50 सिधा बान्नीका जाउपन बानीका जाउपन 50 लाग्यो 50 सिधा बानीका जाउपन 50 लाग्यो 50 सिधा बानीका जाउपन ए लाडो खुरो खोजिदिउन यही बस्छ आइपन देखाइरहेको छु अर्ग्याला पानीले भनाइ पाए ए लानु छिन्टा सापुर कन्द जेल खेताउदी गइछ लामु छोटो सपुर रमाइलो छ सबैलाई ए मैले त मालपाया सुच्या होला छिनी रहेछ सबैलाई हृदयदेखि धन्यवाद भेटेका छौरा कुकुर फुकाउदैन ए तुमा जानी तम्रा पख स्याम्पु सुकाउँदैन शम्पु सुकाउदैन दुबई जानी तौरा सुकाउदैन शम्पु सुकाउदैन दुबई जानी तौरा शम्पु सुकाउदैन ए तँलाई त्यो अर्ग्याला वचन चित्त दुखाउँदैन ल लाइक गर्नु एकासमा सेयर गर्नु होला जुन ठाउँबाट हेरे नि रमाइलो तरिकाले हेर्नु होला ए घर घरबार पोला पिठी दाजु ढोक गने बस्नु बस
हेर्नु गाउँघरको रमाइलो उहाँ चाहिँ हाम्रो असमबाट मेल्ले गाउँपालिकाबाट मगाएको दाजु उहाँ बडीमालिकाबाट चाहिँ आउनु भएको विनोद सिंह ए अशोक बस बिस्तारै लिनु बिस्तारै खोर्सानी हाँसा कि हाँसै मगफली दाताली बिस्तारै बिस्तारै कति रमाइलो छ ल नलाग हो नलाग मेरा जेठानी जति सत्ता ए तम्री जेठानी हुन् के तै हामी सकिहाल्दा भान्जी हामी सकिहाल्दा पख अब सकिहाल्ने हौ ठिक छ छोरा छोरी जुदाई छाडी यो भयाइ भइरागी छोरा छोरी जुदाई छाडी मुख कनले कुटेका जसो केही छैन केही छैन যেমন লাগে উইয়ার দিছে ঠর পড়লি खबरे छुट्टिदा भयौं पढि गया फेला ल ल देउडा खेल्ने केही जान्दिन कुरा बोल्ने
आगुला गन्दी छ देउडा भन्न केही जान्दिनँ ए आफू होइन हेर्छु छै कि म कुरो भन्दैछ धन्यवाद धन्यवाद सबैलाई ए पल्ली भने आशा कि छ वन्दिन मन्दी छ त्यो पानी कहाँ गयो पानी कहाँ गयो पानी ल्याउ न ओइ पानी ल्याउ न पानी पानी माथि ए के बनाउ मनमा त छ नयाँ लेडीतिर पानी पर दिएको मैले थाहा भयो भन्नु दिएको मेरो इन्जेक्सन गोरा भने पनि मलाई जोडिन्छ मसँग खेलेको पानी खाँदा भइगयो त दाजु सेतो गइन भागो खाइन क्यारा मेरी बात ए अब त छुटिँदा भयो क्या दिउ तेरा हात छिटो आन घर आइसक्यो छाइछबाट पानी आउँछ मौनीको डल्लो ल देवी जहाँबाट पनि हेर है
सपना गिरिनाथ ए मेरा काटा केन लाग्दी मर्दको चल्लो डबल ट्याप ट्याप गर्नु त डबल ट्याप ट्याप सेयर गर्नु एक आसमा सेयर गर्नु डबल ट्याप ट्याप गर्नु बसोहरू राया रैखान्ति रैजाँदो भयो 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 बसोहरू राया चोरीकन खाया तेरो पनै जतना चोरीकन खाया तेरो पनै जतना चोरीकन खाया ए बजादी जेल घन्टा जन एकचोटि घन्टिका एकचोटि घन्टिका बजादी जेल घन्टा जन एकचोटि घन्टिका बजादी जेल घन्टा जन एकचोटि घन्टिका बजादी जेल घन्टा जन एकचोटि घन्टिका मेरा जाँदा जाँदा परेवा उडेर भाइको मेरा जाँदा जाँदा परेवा उडेर भाइको मेरा जाँदा जाँदा गम्भीरले हात त मेरा जाँदा जाँदा परेवा उडेर भाइको मेरा जाँदा जाँदा चोरी खाँदा खाँदा साइकल त परानी जान्छ चोरी खाँदा खाँदा साइकल त परानी जान्छ चोरी खाँदा खाँदा ए सीताको वनवास भयो हरे राम धन्न हरे राम धन्न सीताको वनवास भयो हरे राम धन्न हरे राम धन्न सीताको वनवास भयो हरे राम धन्न हरे राम धन्न सीताको वनवास भयो हरे राम धन्न सीताको वनवास भयो हरे राम धन्न ए रम्चालुदा नाम मानेन कसोहरू भन्न कसहरू भन्न रम्चालुले राम मानेन कसहरू भन्न रम्चालुले राम मानेन कसहरू ए काबास पाल्तको मेरो काम के भयो रन्न यो तपाईँ समय त्याग कर्म जौकाउमा मनले खिर्काउला सुस्तो कर्म जौकाउमा मनले खिर्काउला सुस्तो कर्म जौकाउमा ए बाबाले दिसुदी गंगा उतारी दे नारी कर्म जौकाउमा उतारी दे नारी बनाइदा त्रिशूली गंगा उतारी दे नारी ए यही सुनि बोल्दछ पाइन रहेछ कर्म हारी उसो
यो जस्या जसो छ वैशाली जाँदैन भन्दो यो जस्या जसो छ यो जस्या जसो छ वैशाली जाँदैन भन्दो यो जस्या जसो छ मजाले भन्नुहोस् मजाले केही छैन केही ए टोका बढी मेला ठेला विवेकशील कसो छ विवेकशील कसो छ यो तल उन्डा ज्यादा तल उन्डा ए उदाको सालीले बेला उदाको सालगाडी उदाको शनिले मेरो उदाको सालगाडी उदाको सालगाडी उदाको सालीले मेरो उदाको सालगाडी उदाको सालगाडी उदाको सालीले मेरो ए मैले त माल पाया सुत्या कोइलाका झालगाडी कोइलाका झालगाडी मैले त माल पाया सुत्या कोइलाका झालगाडी पहिलाको झालगाडी मैले त मन पाए तपाईँ गाउँदै हिँड्नु त्यस्तो माने पहिलाको झालगाडी मैले त मन पाए सोच्या पहिलाको झालगाडी मैले गएको घडी बन्याको बनाउनु केही नै दैले अगाडि दैले गएको घडी बन्याको बनाउनु केही नै दैले हजुर हजुर गङ्गानाथ घडी बन्याको भर्खर लाइभमा आउनुभएकोमा हजुरलाई हृदयदेखि नै धन्यवाद छ ए म यता यो व्यवस्थापन पनि गर्न लागेकोले त्यही भएर क्यामेरा हालिदिया होला मेरा पाछा पडी क्या पाउँदो बहिनीको चढा मेरा पाछा ए पुल्नुको दरबार लाउने मिस्त्री गइरहेको मिस्त्री दैलेको दुल्लुको दरबार लाउने मिस्त्री दैलेको मिस्त्री दैलेको दुल्लुको दरबार लाउने मिस्त्री दैलेको दुल्लुको दरबार लाउने मिस्त्री दैलेको ए कोही कोही छोरुवा भैँसा चढ्दै छ गइरहेको कहिलेको कहिलेको छडुवा भैँसा कहिलेको 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 छडुवा भैँसा कहिलेको छडुवा भैँसा भाइ राजेन्द्र के छ ल खाऊ क्यामेरा नलाउनु ए भाइ यो व्यवस्थापन गर्नलाई कसैले रिसाउनु पर्छ कि भन्दाखेरि यताउता हिँडिल्याएको तेरा छडुआ कि किलाउदो मान्यतो भया तेरा छडुआ ए सापाको मैदानी फल लाछिन ताछिन लाछिन ताछिन साप्याको मैदानी फलो लाछिन ताछिन साप्याको मैदानी ल एकासमा सेयर गर्नु होला लाइभलाई ताछिन साप्याको मैदानी फलो लाछिन
তুই ছড়ুয়া বান্ধব ভয়া মেরা তা আছিনো जिन्दगी चलाउनु हैजाऊ दिल बस्याको भाँडो दिल बस्याको भाँडो जिन्दगी चलाउनु हैजाऊ दिल बस्याको भाँडो दिल बस्याको भाँडो जिन्दगी चलाउनु हैजाऊ दिल बस्याको भाँडो दिल बस्याको भाँडो जिन्दगी चलाउनु हैजाऊ दिल बस्याको भाँडो क्यान बसिराडो केही कबट लागेको छ कि क्यान बसिराडो क्यान बसिराडो केही कबट लागेको छ कि क्यान बसिराडो क्यान बसिराडो केही कबट लागेको छ कि क्यान बसिराडो क्यान बसिराडो पहिलो अङ्कल कहाँ बसिदिया अघि लगाइरहेको थिएँ अङ्कल अहिले बाहिर छु ए मेहनती निर्गुणी रहेछ माया लाउँदिन कि बगानमा यता आउनु बस्छ यता त नदार यता त मेहनती निर्गुणी रहेछ माया लाउँदिन कि माया लाउँदिन कि मनकी निर्गुणी रहेछ माया लाउँदिन ए मेरा घर दुई छोरा छन् त्यति लाउँदिन कि त्यति लाउँदिन कि मेरा घर दुई छोरा छन् बस्छ न बस्छ भने बस्छ न बस्छ त बस्छ बस्छ त बस्छ न रानी भन्छ रैन गोठालो इन्द्रजान पर्यो रानी भन्छ रैन रानी भन्छ रैन गोठालो इन्द्रजान पर्यो रानी भन्छ रैन रानी भन्छ रैन गोठालो इन्द्रजान पर्यो रानी भन्छ रैन भन्छ रैन गाइला घोटाको छ के भित्र अन्त रैन गाइला घोटाको छ के भित्र बस्छ न भने ए कोही कोही खुल्का कोहीका कोला भुजी बस्छ न बस्छ कस्तो कागज ल्याएन लात्ताले घिच्कामे बस्छ त बस्छ 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 कोला भुजी बस्छ कोइका कोला भुनी कोइको कोला भुजी कोहीका कोला भुजी कोही कोही खुर्का महिना ए यो खप्तर क्षेत्रीय गाउँपालिका चाहिँ मैतला खप्तर क्षेत्रीय गाउँपालिका वार्ड नम्बर 6 मैतलामा हाम्रो चाहिँ देउडा भइरहेको छ वार्ड नम्बर 6 मा उहाँ दिदीहरू चाहिँ हाम्रो असाम मेल्ले गाउँपालिकाको भने उहाँ चाहिँ हाम्रा देउडा भन्ने पुरुषतर्फ हुनुहुन्छ बडीमालिका नगरपालिका वार्ड नम्बर 4 रिला घर हो उहाँको चाहिँ उहाँको नाम चाहिँ ए क्याचरा मिस्टरा होला मेरो कोला दिदी त्यो पानी नखाबन पानी का जाए पानी का पानी खाने उनलाई खाने ए ल ल पानी
काम ताप्दैन खेल खेलेन निकोर पिराठी लाएन बस पनि आइजान पिराठी दोकानै गयो काम ताप्दैन खेल खेलेन बस म अलि दिउँ अलि दिउँ गर्छु म दोकानै गयो ए लोग्ने आइकी बैकिनी आई निकोरी लाएन ए ल ल धेरै याद आयो होला तपाईँहरूलाई जो जुन ठाउँ हुनुहुन्छ यहीँबाट रमाइलो लिनु होला ए पानी तो पकायो खाना मुइले खाएन हामीले परम्परागत आधार र सुदबसको देउडा प्रतियोगितामा चाहिँ हामीले खप्तल सेर्दै गाउँपालिका वार्ड नम्बर 6 मा रहेको हाम्रो मैतला टोलमा हम्सा घम्सी भइरहेछ उहाँ चाहिँ असमको जमेलगढ गाउँपालिकामा ए होइन रे फागुनै पर्यो चैत पर्ने हो रि उहाँ चाहिँ एचआरसीको चाहिँ सरैले भर्खर आउनु भएको छ ए आयो बिल्ती खोल्ती भएकी जडीबुटी कोरी जडीबुटी कोरी आयो बिल्ती खोल्ती भएकी जडीबुटी कोरी आयो वृद्धि खोल्दी भयो कि जडीबुटी कोरी आयुर्वेदिक यही जसो कोही तिमी पात्र फुलफुलेको मखाना मौरीजा मखाना मौरीजा तिमी पात्र फुलफुलेको मखाना मौरीजा दिनी पाटना फुलफुल्याको मखाना मौरीजा ए तेरो भिचा भन्छ भयो ठकाना ठौरीजा मेरा दाइका ए माया माया झोला ठौरीजा Sorry. Baba.
ए फागको चोरारी बाउरो बगाएको हेर बगारको भेरो बगारको चोरारी बाउरो बगारको भेरो बगारको भेरो बगारको चोरारी बाउरो बातै होला खानु खानु मेरो नम्बर चिन्ता आफ्नो कसरी गायै मेरो चिन्ता मेरो चिन्ता आफ्नो कसरी गायै ए चलो फाटी लुरा दिरा पटुका कर्ख्याली पटुका कर्ख्याली एक ए मुखेली खाता की बार्नी मोना की अर्ग्याली मुखेली खाता की बार्नी मोना की अर्ग्याली ल राइज तेरा बुवा जरा नेलको खसी उकाला दमर कि अन्डो जरा नेलको खसी दशाको न तसी नुन माग्या खुर्सानी दिदो दशाको न तसी नुन माग्या खुर्सानी दिदो दशाको ल हेर भाइ विनोद छोटा पुन्जा हड्डी रहेछ तेरी बात आइएन तेरी मात्राइएल्या छक्का पञ्चायती रहेछ तेरी मात्राइएल्या पानी खाने हो तेरी मात्राइएल्या छक्का पञ्चायती रहेछ तेरी मात्राइएल्या ए तेरा सम्पूर्ण सुकी गयो मैले थाहा पाएन मैले थाहा पाइएल्या तेरा सम्पू सुकी गया मैले थाहा पाइएल्या तेरा सम्पू सुकी गया मैले थाहा पाइएल्या कोही पानी खाने हो तेरा सम्पू सुकी पानी खाने ए खेल्दी खेल्दी खेलाउँदी छै दोकानमा आइएन छैन तैले धन्दामा रङ्ग नलाइएल्या के छ विनोद भाइ ईश्वर लाटा सबै ठिकै छ यतातिर देउडा चाहिँ उहाँहरू हाम्रो अछामको मेललेकबाट आउनु भएको छ भने उहाँ चाहिँ हाम्रो बडी मालिका नगरपालिकाबाट विनोद सिंह हो उहाँ बस्न चुरोट कोही चोर खाने त क्या ए पहिले गोरु सरू खान्न भाउको थाली खिल्ता कहिले गोरु सरू खान्न